मान्छे प्रेमको भोगी हुन्छ, किन मान्छेलाई प्रेम लिनु अनि दिनु किन मन पराउँछ भनेदेखिलाई हाम्रो परमेश्वर चाहिँ प्रेमिलो परमेश्वर हुनुहुन्छ अनि हामी चाहिँ त्यो प्रेमिलो परमेश्वरको स्वभाव अनि प्रतिरूपमा बनिएका छौँ। आज हाम्रो जीवनमा सबै कुरा भएर पनि प्रेम भएन भने के हुन्छ, त्यो मान्छेको जीवन चाहिँ के हुन्छ, हराएर जान्छ। एउटा प्रेमले चाहिँ मान्छेलाई के गर्छ, एउटा सुरक्षित गर्छ। तपाईँको लागि उदाहरणको लागि मेरो बहिनीलाई बिरामी भएको छ, मैले औषधि दिँदै गर्दाखेरि त्यो औषधि दिँदै गर्दाखेरि म एकदमै रिसाएर कुल स्वभावले दियो भने उसलाई त्यो औषधि खानै मन लाग्दैन। अनि त्यो औषधि खाए तापनि एक किसिमको मनमा अर्कै किसिमको हुन्छ होइन। अनि त्यसले औषधिले पनि मलाई लाग्छ काम गर्दैन होला। जब उसलाई म त्यो एउटै औषधि मेरो छोरी भने जब मायाले दिन थाल्छ भनेदेखिलाई उसलाई के फिल हुन्छ, एउटा प्रेमको एउटा शक्ति त्यहाँ बग्न सुरु गर्छ। प्रेम चाहिँ के हुन्छ, एउटा शब्द होइन, प्रेम चाहिँ के हो, शक्ति हो। संसारमा एउटै मात्र शक्तिले परिवर्तन ल्याउँछ, त्यो चाहिँ प्रेमको शक्तिले हो। अनि तपाईँको शरीरमा, हृदयमा, आत्मामा, हरेक कुरामा लागेका घाउहरूलाई निको पर्ने शक्ति चाहिँ मात्र के हो, प्रेम हो। मान्छेको जीवनमा एउटा यस्तो साह्रो तरिकाले एउटा के भइपठायो, रोग लागिपठायो। हेर्नुहोस् है, हामी मानिस जाति, सबै मानिस जाति परमेश्वरबाट के भयो, विच्छेद भइपठायो। किनभने मानिसले पाप गरिपठायो। मानिसले जब पाप गरिपठायो अनि मानिसको जीवनमा पापले राज्य गर्यो अनि पापको रात अनि ज्याला चाहिँ मृत्यु थियो। अनि सबै मानिस मरिरहेको थियो। सबै मानिसलाई चाहिँ त्यो रोगले चाहिँ के गरेको थियो, एउटा प्रभावित पारिरहेका थियो। अनि परमेश्वर कहाँ पुग्न, स्वस्थ जीवन जिउन मानिसले सकेका थिएन। तर परमेश्वरको वचनले भन्छ, परमप्रभु परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्। हेर्नुहोस् है, अब मैले प्रेमको अब विशेष रहस्यको कुरा बताउँदैछु। परमप्रभु परमेश्वरले मानिसलाई बचाउनको लागि लडाइँ गर्न जानु भएन। मानिसलाई बचाउनको लागि के गर्नु भएन, बन्दुक लिएर अथवा के अरे झगडा गर्न गएन। बाइबलले के भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो पुत्र दिनुभयो। सुन्दै हुनुहुन्छ, परमेश्वरले तपाईँ र मलाई पुत्र दिनु भनेको चाहिँ उहाँले आफ्नो एकमात्र पुत्र यीशु ख्रीष्ट दिनुभयो है। हेर्नुहोस् है, तर त्यो चाहिँ के कारणले, प्रेमको कारणले। तपाईँ र मेरो लागि किन उहाँ नाङ्गिनु भयो, किन ठुकाइ खानुभयो, किन सबै कुरा गर्नुभयो, कारण तपाईँ र मलाई उहाँले प्रेम गर्नुभयो। त्यो प्रेमले आज तपाईँ र मेरो जीवन बदलिएको छ। त्यो प्रेमले तपाईँ र म भित्र भएको मानिसको सबैभन्दा खतरनाक रोग चाहिँ के हो थाहा छ, पाप हो। तपाईँ मेरो शारीरिक रूपले तपाईँ र मलाई नर्कलाँदैन, सधैँको लागि मार्दैन। हामी सबैजना हिँड्न सक्ने मान्छे पनि एक दिन मर्नु छ, म पनि मर्नु छ, सबै मर्नु छ, हामी सबैजना। यद्यपि पाप चाहिँ यस्तो रोग हो जसले चाहिँ तपाईँ र मलाई के गर्छ, सदाकालको लागि नर्ककुण्डमा मारिदिन्छ। तर त्यो रोगलाई निको बनाउनलाई परमेश्वरले आफ्नो पुत्र यीशु ख्रीष्ट क्रुसमा बलिदान दिनुभयो। आज हामी सबैको लागि हो, नट ओन्ली फर मी, नट ओन्ली फर हामी यहाँ भएका व्यक्तिको लागि मात्र होइन, संसारमा भएका सबै मानिसको लागि उहाँले आफ्नो प्रेम के गर्नुभयो, प्रकट गर्नुभयो ताकि तपाईँ र म चाहिँ के गर्न सकुन्, जीवनमा आउन सकुन्। मृत्युबाट जीवनमा आउने शक्ति चाहिँ प्रेमले हो। तपाईँ मेरो अँध्यारोको भागमा ज्योति प्रकट गर्ने चाहिँ प्रेम नै हो। तपाईँ र म कष्टमा हुँदै गर्दाखेरि कसैले हात उठाउँछ भने त्यो चाहिँ प्रेमले हो। सुन्दै हुनुहुन्छ, तपाईँ मेरो जीवनमा मैले हामीले बुझ्नुपर्छ, हामी प्रेम बोक्ने जाति हो, हामी प्रेम छर्ने जाति हो, हामी प्रेम के गर्ने जाति हो, बाँडेर हिँड्ने जाति हो। जहाँ प्रेम छ त्यहाँ के हुन्छ, सम्बन्ध छ, परिवार छ, त्यहाँ के छ, एउटा प्रभुको एउटा उपस्थिति छ। सबै कुरा तिमीसँग शक्ति होला, बल होला, सबै कुरा होला, तर तिमीमा प्रेम छ भने केही पनि छैन। प्रेमले असङ्ख्य पापहरू ढाकिदिन्छ, प्रेमले तपाईँ र मलाई बल दिन्छ, प्रेमले तपाईँ र मलाई सामर्थ्य दिन्छ। परमेश्वरबाट
प्रेम परमेश्वर हुनुहुन्छ। अनि हामीले त्यो परमेश्वरको नाममा हामी यसरी भेला हुन्छौँ हरेक सोमबार। हामी त्यो परमेश्वरको नाममा हामी चर्च जान्छौँ, हामी त्यो परमेश्वरको नाममा हामी आदर गर्छौँ, आराधना गर्छौँ, किनभने उहाँले हामीलाई के गर्नुहुन्छ? माया गर्नुहुन्छ। अब हामी उहाँले मात्र माया गर्छ, हामी एकअर्कालाई पनि के गर्छौँ? अब माया गर्छौँ, हो कि होइन भन्नुहोस् त? हामी एकअर्कालाई हाम्रो कान्तिले है यहाँ हामी हाम्रो यहाँ उसले माया हामी यहाँ जति हुनुहुन्छ एकअर्कालाई खाने खुवाउने यताउता हेल्प गर्ने कुरा कति एउटा सुन्दर छ। यो सबै कुरा परमेश्वरको प्रेममा आउँछ। मानिसबाट त्यो सम्भव छैन, मान्छे त स्वार्थी छ, तर परमेश्वरले तपाईँलाई मलाई के गर्नुहुन्छ? प्रेम गर्नुहुन्छ। यति कुरा म भन्छु तपाईँलाई, बाइबलले भन्छ तिम्रो आमाले तिम्रो बुवाले अनि तिमीसँगै सुतेको श्रीमानले पनि त्याग्न सक्छ, र परमेश्वरले कति के भन्नुभयो? म तिमीलाई त्याग्ने छैन, म तिमीलाई दूर छोड्ने छैन, म तिमीलाई एक्लो छोड्ने छैन, म तिम्रो साथमा हुनेछु, तिमी सँग हुनेछु, तिमीलाई धार्मिकताको दाहिने हातले म तिमीलाई के गर्नेछु? यो सबै के हो? माया हो। हामी मायाको संसारमा जिउने व्यक्ति। एउटा यस्तो संसार थियो जब आदम र हव्वाको त्यो एउटा राज्यभित्र हुँदै गर्दा त्यहाँ घृणा थिएन, त्यहाँ एकअर्कामा रिस लोभ लालच लडाइँ झगडा थिएन, केवल त्यहाँ के थियो? प्रेम थियो। हेर्नुहोस् के थियो त्यहाँ? माया थियो। त्यो मायाको संसारमा मान्छेलाई के को कुराको पनि के थिएन? अशान्ति थियो, किनकि प्रेमले सबै कुरालाई राखेको थियो, बलियो भयो हो। अनि आज हामी सबैजनाको विशेष यो कुरा भन्दै गर्दा हामी एकअर्कालाई इन्करेज गर्ने, एकअर्कालाई माया गर्ने, एकअर्कालाई क्षमा दिने, एकअर्कालाई प्रेम गर्नु छ हाम्रो जीवनशैली। होइन हामी यहाँ जति पनि छौँ हामी कम्ती के कसलाई जित्नु छ? मैले पविलाई जितेर पविले मलाई जितेर के छ? हामी कसैलाई जित्नको लागि होइन, हामी प्रेममा जिउन, प्रेम भोग्न, प्रेम मान्नलाई संसार यो चाहिँ परमेश्वर। यस कारणले गर्दाखेरि म मेरो भाइ बहिनीहरूलाई अनि यो भन्ने कुरा उसाह दिन्छु, एकअर्कालाई वास्ता गर्नुहोस्, एकअर्कालाई माया गर्नुहोस्। त्यसरी यीशुले हामीलाई माया गर्नुभयो। एकअर्कालाई प्रेम गर्नुहोस्, एकअर्कालाई क्षमा दिनुहोस्, एकतामा भएर प्रभुको लागि। आमेन। सुन्दै हुनुहुन्छ? हामी चाहिँ त्यो व्यक्ति हुनुपर्छ। आमेन। मान्छेहरू के गर्दैछ हामीलाई सरकार छैन र हामी प्रेममा जिउने व्यक्ति हुनुपर्छ। बाइबलले के भन्छ? विश्वास, आशा र वचन सुन्नु सबको पर्छ। तपाईँले अस्ति होइन एउटा कुरा हामीले सबैलाई छिपा दिनुपर्छ भन्ने मेरो मनमा बत्तीमा पऱ्यो कि अनि त्यही भएर कति रिस भइरहेको मान्छे